तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक ज्यान मार्ने कसुरमा तत्काल पक्राउ पर्ने भएका छन्। यसको कारण यो हो कि आजै बनेको बालेन नेतृत्वको शक्तिशाली सरकारले पहिलो मन्त्री परिषद बैठकमा कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। सो निर्णय अनुसार उक्त फाइल गृहमन्त्री सुदन गुरुङ समक्ष पुग्नेछ र उनले सुरक्षा प्रशासनलाई निर्देशन दिनेछन्। प्रतिवेदनमा ओली र लेखकलाई फौजदारी कसुरमा अभियुक्त ठहर गर्ने उल्लेख छ र प्रत्येकलाई 10 वर्ष जेल सजाय दिने सिफारिस गरिएको छ। फौजदारी कसुरमा अभियुक्तलाई पक्राउ गरेर हिरासतमा राखी प्रहरीले अनुसन्धान अघि बढाउने व्यवस्था छ। फलत अब ओली र लेखक पक्राउ पर्ने निश्चित भएको छ। जाँचबुझ आयोगले उनीहरूलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा जनही 10 वर्षको जेल सजाय सिफारिस गरेको थियो। उक्त प्रतिवेदन सार्वजनिक भइसकेको छ र तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओली र गृहमन्त्रीको हैसियतमा लेखक पक्राउ पर्ने सुनिश्चित भएको हो। आज बसेको मन्त्री परिषदको पहिलो बैठकले आयोगले सिफारिस गरेको कार्यवाहीको कार्यान्वयनका लागि सुरक्षाकर्मी र सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। सो समितिले पेश गर्ने सिफारिस अनुसार कार्यवाही हुनेछ भने अन्य व्यक्तिहरूको हकमा आयोगको सिफारिस आजकै मितिबाट कार्यान्वयन गरिने निर्णय भएको छ। यसको अर्थ सुरक्षा निकायका अधिकारीहरूको कार्यवाही तुरुन्त हुने सम्भावना कम छ, तर ओली र लेखकको गिरफ्तारी स्पष्ट र सुनिश्चित देखिन्छ। मन्त्री परिषदको पहिलो बैठकले आज 4 वटा निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। सम्मत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने। पहिलो नम्बर कमा उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रमा को हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने। भदौ 23 र 24 गतिको प्रदर्शनको क्रममा भएको घटनाहरूको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको हो। ओली र लेखक बाहेक तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौँ जिल्ला प्रशासन कार्यालयका तत्कालीन सिडिओ छवि रिजाल पनि पक्राउ पर्ने सम्भावना बढी देखिन्छ, किनभने बालेन सरकारले सुरक्षा संयन्त्र बाहेक अन्य सबैको हकमा आयोगको प्रतिवेदन आजकै मितिबाट कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। नवनियुक्त गृहमन्त्री सुदन गुरुङले समेत कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने स्पष्ट पारिसकेका छन्। यो निर्णय कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय नै भएकाले अब ओली र लेखक कुनै पनि बेला पक्राउ पर्ने निश्चित जस्तै देखिन्छ, किनकि गृहमन्त्री बन्नु अगावै चुनाव हुनु अगावै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्याललाई तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरेर कानुनी कार्यवाहीमा ल्याउन दबाव सिर्जना गरेका थिए। आफ्नो अनुरोध र निर्देशनलाई नटेरेको भन्दै गृहमन्त्रीको समेत सुदन गुरुङले त्यसबेला खुलेरै आलोचना गरेका थिए। अहिले स्वयं सुदन गुरुङ गृहमन्त्रीको हैसियतमा कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तहमा पुगेका छन्। हामीले हाम्रो प्रधानमन्त्रीज्यूले भनेको अनुसारमा निर्देशनसँग हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसमा कसैलाई छुट छैन।